के तपाईँलाई टेक्निसियन फिल्डमा काम चाहिएको छ? टेक्निसियन फिल्डमा तपाईँ जागिरको खोजीमा हुनुहुन्छ? के तपाईँको पसलमा, तपाईँको कार्यालयमा, तपाईँको अफिसमा टेक्निकल फिल्डमा काम गर्ने टेक्निसियन चाहिएको छ? के तपाईँको टिभी बिग्रेर हैरान हुनुहुन्छ? के तपाईँ कम्प्युटर टेक्निसियनको खोजीमा हुनुहुन्छ? के तपाईँको ल्यापटप बिग्रेर दुखी हुनुहुन्छ? तपाईँलाई ल्यापटप टेक्निसियनको बारेमा जानकारी चाहिएको छ? के रियलमा म्याकबुक रिपेयरिङ सेन्टरको खोजीमा हुनुहुन्छ? तपाईँ मोबाइल फोन रिपेयर टेक्निसियनको बारेमा खोज्दै हुनुहुन्छ? यस्ता विभिन्न किसिमका सवालहरू छन्। तपाईँका एसी बिग्रेको छ, तपाईँकोमा वासिङ मसिन बिग्रेको छ, आरओ सिस्टम बिग्रेको छ, तपाईँको प्रिन्टरले तपाईँलाई दुखी गरेको छ, तपाईँ कहाँ काम गर्ने टेक्निसियन समयमा आइपुग्दैन, तपाईँका सिसिटिभी क्यामेरा जोडेको जमाना भइसक्यो तर जोड्ने मान्छे अहिलेसम्म सर्भिसमा आइपुगेको छैन। तपाईँ रियल टेक्निसियनको यदि तलासमा हुनुहुन्छ भने स्वागत छ तपाईँहरूको हाम्रो कार्यक्रम हाम्रो टेक्निसियनमा। सम्पूर्णलाई नमस्कार। म चिप लेभल गुरुजी लक्ष्मण भुषाल। हाम्रो यस कार्यक्रम हाम्रो टेक्निसियनमा तपाईँहरू सम्पूर्ण देश तथा विदेशमा बस्नुहुने आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र र मेरा सम्पूर्ण विद्यार्थी भाइ बहिनी साथीहरूलाई म हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। यहाँ तपाईँहरूले देखे जस्तै अनेस्टी, ट्रस्ट, प्यासन, टाइम, क्वालिटी र प्राइसको कुरा एकदम मेजर गर्दछ। यदि तपाईँहरूलाई काम गराउन छ, एउटा राम्रो टेक्निसियनको जानकारी लिनु छ अथवा तपाईँहरूलाई आफ्नो घरमै सर्भिस दिनु छ, तपाईँका विभिन्न इलेक्ट्रोनिक्स इलेक्ट्रिकल फिल्डमा रिलेटेड टेक्निसियन साथीहरूसँग गेट टु गेट एउटा परिचय गर्न छ भने यो कार्यक्रम रहेको छ हाम्रो टेक्निसियन, जसमा यहाँ हाम्रो अगाडि रहेको यहाँ यो खाली चेयरमा हामीले हाम्रा आदरणीय टेक्निसियन साथीलाई यहाँ ल्याएर हजुरहरूसँग एउटा परिचय गराउनेछौँ। उहाँले गरिरहेको कति वर्षदेखि उहाँले यो फिल्डमा काम गरिराख्नु भएको छ, उहाँको पर्सनल कन्ट्याक्ट नम्बर, उहाँको पसल कहाँ रहेको छ र के सम्बन्धी काम गर्नुहुनेछ भन्ने यो कार्यक्रममा हजुरहरूसँग एउटा हामीले परिचय गराउने छौँ। र ती टेक्निसियनहरूसँग हजुरहरूको परिचय भइसकेपछि हजुरहरूले होम सर्भिस अथवा उहाँको पसलमा, उहाँको रिपेयरिङ सेन्टरमा गएर हजुरहरूले रिपेयर गराउन सक्नुहुनेछ। साथीहरू, यो कार्यक्रम रहेको छ मार्केटमा हाम्रा जति पनि पसल छन्, कम्प्युटरका विभिन्न पसल, इलेक्ट्रोनिक्सका विभिन्न पसल, तपाईँका प्रिन्टरका विभिन्न पसल बेच्ने मान्छेहरू धेरै छन्। बेच्ने मान्छेहरूसँग तपाईँको परिचय छ तर रियलमा टेक्निसियन मान्छेहरूसँग तपाईँहरूको कन्ट्याक्ट छैन। अब हामी यहाँ उहाँको कन्ट्याक्ट नम्बरसित एउटा परिचय गराउने कार्यक्रम हाम्रो टेक्निसियन तपाईँहरू सामु ल्याउनेछौँ र शीघ्र नै नेक्स्ट एपिसोडमा तपाईँहरूले एउटा राम्रो रियल टेक्निसियन यो फिल्डमा काम गरिरहेको व्यक्तिसँग हामी तपाईँको एउटा परिचय अवश्य पनि गराउनेछौँ भन्दै आजको यस कार्यक्रम हाम्रो टेक्निसियन, जसको फेसबुकमा आइडी रहेको छ हाम्रो टेक्निसियन र यहाँ यो कार्यक्रमको सञ्चालक म चिप लेभल गुरुजी र मेरो टिकटकमा च्यानल रहेको छ चिप लेभल गुरुजीलाई हजुरहरूले फलो गरिरहनु भएको छ। हजुरहरूको माया, हजुरहरूको साथ यसरी नै फेसबुकको हाम्रो टेक्निसियन पेजमा पनि पाऊँ भन्दै म यो कार्यक्रममा नेक्स्ट यो लेभलमा काम गर्ने टेक्निसियन, म जस्तै रिपेयरिङ फिल्डमा अनुभवी टेक्निसियन साथीहरूको तपाईँसँग परिचय अवश्य पनि गराउनेछु र मार्केटमा टेक्निकल फिल्डमा जोडिन चाहने व्यक्तिहरूलाई ट्रेनिङ के कस्ता ट्रेनिङ लिएर उहाँले पनि आफ्नो काम सुरु गर्न सक्नुहुन्छ भन्ने विषयमा पनि मैले यही कार्यक्रम मार्फत तपाईँहरूको परिचय गराउनेछु। र यदि कोही टेक्निसियन साथीहरू जागिर नपाएर, जब नपाएर टेक्निकल कहीँ भौतारी राख्नु भएको छ भने यही कार्यक्रम मार्फत उहाँहरूलाई जबको, जागिरको भ्याकेन्सी कहाँ छ, कुन पसलमा छ, कतिवटा भ्याकेन्सी छ, के फिल्डमा भ्याकेन्सी छ, यही भ्याकेन्सी पनि यही कार्यक्रम मार्फत हामीले तपाईँहरू माझ लिएर आउने बाचाको साथ आजको यस कार्यक्रमबाट म चिप लेभल गुरुजी तपाईँहरू सम्पूर्णसित बिदा लिन चाहन्छु र सँगसँगै रिक्वेस्ट पनि गर्न चाहन्छु मेरो टिकटक चिप लेभल गुरुजीलाई जसरी तपाईँहरूले माया गर्नुभएको छ, सहयोग गर्नुभएको छ, मलाई यहाँसम्म हजुरहरूले पुर्याउनु भएको छ, त्यसरी नै मेरो फेसबुक पेज हाम्रो टेक्निसियनलाई पनि लाइक गर्नुहोला, सेयर गर्नुहोला, फलो गर्नुहोला भन्दै अहिलेलाई यो कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। आगामी कार्यक्रममा एउटा टेक्निसियन साथीलाई लिएर आएर म हजुरहरूसँग परिचय गराउने बाचाको साथ
यो कार्यक्रमबाट अहिले म तपाईँहरूसँग बिदा चाहन्छु। हस् त, धन्यवाद।